सन्चै हुनुहुन्छ तपाईँ? हाई नमस्कार हजुर सन्चै छु र के छ हजुर हालखबर तपाईँको? ठिक छ खाना खानुभयो चियावाला चाहिँ? हजुर भइसक्यो कसरी बितिरहेको दिनहरू? ए काम गर्यो आयो राम्री बन्यो टिकटकमा अनि बस्यो आज आज हक्डेमा कसैले तपाईँलाई अङ्गालो मारेन? मसँग त काँडै काँडा छ अनि घोज्छ फेरि अरू मेल? तपाईँ केटा मान्छे हो? भएपछि त अनि घोचिहाल्छ नि त अनि कसले खोज्यो तपाईँलाई? लगाएको छु काँडै काँडावाला अनि घोज्छ भनेको के जिउमा त अनि तपाईँको सर सिउडी उम्रिन्छ क्या हो? मेरो कपालले घोज्छ भनेको मलाई थाहा भएन खोइ कसैले अङ्गालो मार्न आएन नआओस् पनि यार। किन आउनु परेछ तपाईँलाई? त्यही त अनि तपाईँ अलरेडी राम्री मान्छे हुनुहुन्छ नि। हो नि त्यही भएर होला यस्तो हो क्या चियावालाजी, हजुर राम्रो कुरा जहिले पनि एक्लो हुन्छ के। उम्, आकाशतिर हेर्नुहोस्, उम्, घामलाई हेर्नुहोस् एक्लो छ कि नि, हो नि जुनलाई हेर्नुहोस् अनि असनतिर कि उनलाई हेर्नुहोस्। राम्री मान्छे सधैँ एक्लै हुन्छ हौ। हजुर हो म पनि हेर्नु अलि एक्लै छु। ए तपाईँको ज्याना काँडा पल्हा भने तपाईँ मान्छे हो कि तपाईँ दुम्सी हो? हजुर के रे दुम्सी जस्तै भएको छ कि घोच्ने खालको कपडा लगाएर केही छैन, तर राम्री तपाईँलाई रातो कपडा बुझ्नु आउँछ यार। हजुर हो नि त्यही भएर आज तपाईँ आउनु भएछ रातो लुगा लगाएको भएर ए तपाईँको स्माइलले हामीलाई मोहन लाउँछ नि। तपाईँको स्माइलले हामीलाई हरेक कुरा बिर्साइदिन्छ। अनि अनि के छ चियावाला चाहिँ भोलि त किस डे भन्छन् के भन्छन्, तपाईँलाई चाहिँ पानी मान्छे कोही पनि भएन? छैनन् कोही पनि त्यो अनलाग्यो अहिलेको जमानामा यति राम्रो मान्छेको बोयफ्रेन्ड छैन कि समाजले तपाईँलाई स्वीकार्ला? हजुर समाजले किन मलाई स्वीकार्नु भयो मैले कसैलाई स्वीकार्ने हो नि त होइन अहिलेको जमानामा तपाईँ जस्तो यति राम्रो मान्छेको बोयफ्रेन्ड छैन भन्नु यार, समाजले स्वीकार्ला तपाईँलाई बाटोमा होइन त? अब एक्लै भइयो त कसैले माया गर्दैन कसैले प्रपोजै गर्दैन के त्यही भएर हो। आज पर्पजलाई के हुन्छ यहाँ आज म किन एक्लै मक्ख परेको यार। अनि के छ रुचिको हालखबर के छ? खोइ रुचिको बाउलाई नि थाहा होला आधा रातमा मक्ख पर्ने म मात्र हो, अरू पनि छ? ए आज हक डे रे चियावालाजी, हजुर हो र तपाईँले बिर्सिनु भयो? आजभन्दा 1 वर्ष अगाडि तपाईँ हामी भेटेर हक डेको दिन हामी भेटेको, अन्त मैले नबुझेँ तपाईँले हक माग्नु मैले नबुझेर मैले तपाईँको हातमा हक दिएको बिर्सिनु भयो? तपाईँको हातमा मैले पाइनले हक दिएको नै हक डेको दिनमा त्यस्तो है बिर्सिनु भयो तपाईँले? बिर्सेछु मैले बिर्सिनुहोस्, तपाईँले अस्ति नै किस डेको दिनमा तपाईँले मलाई पप्पी दिनु भन्नु मन नबुझेर मैले कुकुरको बच्चा थमाइदिएको हातमा। रेबिज लाग्ला नि तपाईँलाई फेरि धेरै धेरै मुख जोड्दा जताततै नजोड्नु है रोग लाग्छ नि गेम हो। ल अन्त चियावालाजी यसो गेम खेल्ने हो, यसो अलिअलि पन्सन गेम हाँसाउने गेम खेलौँ। हुन्छ के गर्न सक्नुहुन्छ? अभिनय सभिनय तपाईँ त एक्टिङमा त माहिर हो। म तपाईँले भन्नु न जे पनि गर्न सक्छु मक्कै पार्दै सोल्टिनाले। अनि के छ हौ न भ्यालेन्टाइन डे पनि आइसक्यो चियावाली, तपाईँ के छ तयारी? अब ल पार्छु एकजनालाई अनि भन्नुला को हो त्यो भाग्यमानी मान्छे? मेरै छेउको पनि हुन सक्छ हजुर मोबाइल भित्र हुनुहुन्छ लोजिक लाग्दा लोजिक ठिक छ। अनि खानासाना खानुभयो? तपाईँको व्यवसाय कस्तो चल्दैछ? व्यवसाय त एकदम फर्स्ट क्लास अरू सबै ठिकै होला? आरामै घरमा हजुर सबै राम्रो छ सबै राम्रो छ मतलब? सबै राम्रो भइरहेछ सबै राम्रो छ मतलब मैले कतिलाई सुने तपाईँ कस्तो छ भनेर? गर्दा मलाई सबै राम्रो छ भनेको हाल खबर होला नि त? हाल खबर एकदम राम्रो छ बिहा नगरी आमा बनेको छु अनि त राम्रो भइगयो नि त अनि बिहा नगरी आमा है अनि रुचिको भाग्यमानी हो नि त। अनि जय नारी यस्तै भएको त राम्रो हो नि त नि।
जयनाले पनि भन्नुपर्छ बिहे के का लागि बच्चा के का लागि बजारमा पाइन्छ किन्न क्रिम शुक्र किट अनि तपाईँलाई पनि एआईले बिहा गरिदिएको छ अब एआईले बच्चा पाइदिया हो किन च्याबरजी त्यही त नि त्यही भएर त खुसी छु भनेको त नि दुखी त हुँदै भन्नु यस्तो तपाईँको अनुहार दुखी सुन्नु नि त नि त्यही भएर मलाई भगवानले सबैतिर खुसी खुसी बनाउने काम गर्नुहुन्छ कि ए तर एक्टिङ चाहिँ बुवाल गर्नु तपाईँले तपाईँको अभिनयमा त छड्के फिल्मको अनमोल केसी पनि फलप फिल्म खेल्न परेको चियावाली तपाईँ फिल्म खेल्नुहोस् यार तपाईँ हिरो कि भिलेन होइन म त हिलो त म कलौटा दाल लिन्छु कलौटा दाल मभन्दा राम्रो एक्टिङ उहाँले गर्नुहुन्छ टिकटकमा हेरेको अस्ति एकजना मान्छेले के कलौटा दालले के भनौँ पुरा टेड्डीमा बियर पर्पज डेमा कसैले पनि पर्पज नगरेपछि के दिनमा 3 पल्ट ढलिसक्यो अहिलेसम्म 3 पल्टमा ढलिसकेँ एउटा अहिलेसम्म तपाईँले हाम्रो कलौटा दाललाई चिन्नु भयो देख्नु भयो चिन्छु रियललाई देख्नु भयो त्यही काठमाडौँ भएर पनि देख्नु है ठिक छ गाइस ट्रिपल गाइस यसो हेरौँ त अलि पनिसन हेर्नु थ्याङ्क यू आर्केजी तपाईँलाई देख्यो भने चाहिँ अनि ए हो रहेछ भन्छु अनि यस्तै यस्तै हुनुहुन्छ भने म त हेर्नसम्म हुन्छ नि त कहाँ नेपालको अन्डरटेकर तपाईँलाई देख्नु र उहाँलाई देख्नु सेम सेमै हो म त हल्का ह्यान्डसम छु होला यार उहाँभन्दा म ह्यान्डसम छैन र भने त्यसो भए यसो गर्छु नि त दुईजना एकजना जसलाई भए पनि हेर्छु म देख्छु मलाई अप्सनमा नराख्नु न यार म भनेको पोखराको सानो म भनेको पोखराको ब्रान्डेड मान्छे हो कहाँ अप्सनमा राख्दिरा फिल्टर लाएर नि न त सेम हुनुहुन्छ नि त ल भोलि नि भेट्न गएँ त्यसो भए कलौटेजीलाई फिल्टर खोल्दिउँ मैले खोल्नु ल नतर्सिनु है फेरि नतर्सिनु है ल देखिसकेको छु गाइस यसो फिल्टर म फिल्टर यत्र सिधै मान्छेको यार रियालिटी मान्छे हुनुपर्छ केटा हो बिना फिल्टर छ्याप पोल खोल्दैन यति नराम्रो त म थिएन यार ठिक छ अनि तपाईँले कपाल स्टार हान्नु भएको होइन मेरो कपालै यस्तै हो सिल्की मैले अस्ति कपाल रङ्गाएँ नि हो र त्यही त च्यावालीको सङ्गतले होला कहिले कहिले तपाईँको सङ्गत गरेर रोटी पकाउन सिकेँ हजुर अनि कोइलो हुनु अनि बाँदरको पिछौडा जस्तै होला नि टाइको हान्दिरा यारमा अयो बाबा कुन रोटी पकाउन सिक्नु भयो के बोल्छ सुन्दाजी तपाईँ यार यो सुन्दाले के कमेन्ट गर्नुहुन्छ कुन रोटी पकाउन सिक्नु भयो छ्या हजुर एउटा बाबा रोटी एउटा च्वाई रोटी क्या एउटा च्वाई रोटी दुईटा रोटी क्या दुई खालको अब गेम मैले जितेँ कि हजुर पनिसमेन्ट गर्नु पर्यो पर्न यति स्कोरमा त लु पनिसमेन्ट गरिँदैन है थोरै पनि एक्टिङ गर्नु यार बस थोरै मतलब इजी भनेको पनिसमेन्ट इजी र हार्ड म इजी दिन्छु यदि धेरै दिनपछि भेट भएको छ हाम्रो मानम कि हाम्रो बिचमा दुश्मनी थियो आज धेरै दिनपछि भेट हो त्यो कुरोलाई तपाईँले अभिनय गर्नुहोस् ल जानु हो भने फेरि अगाडि नै भन्छु त्यहाँ जे बोले पनि सुन्नुपर्छ तपाईँले त्यहाँ के हुन्न हाँसो मजाको सहनुपर्छ त्यही समथिङ जस्तै कि अब रिसिभी कुराहरू यस्तो यस्तो कुराहरूलाई म तपाईँलाई एकदम सम्झिरहेको थिएँ यस्तो हँसाउने पाराले भन्नुहोस् न कहाँ मलाई त हँसाउनु त आउँदैन नि तपाईँको 12 बज्ला है मेरो एक्टिङले अहिले
हाँस मलाई हाँस नलिनुपर्छ हौ उम्, एकैछिन है गाइज डबल ट्याप हेर्नुहोस् त मेरा मित्र अनि यस्तो राम्रो लाग्यो हाँसेर चाहिँ हुँदैन म चाहिँ अलि उ गरेर है चित्त दुखाएर सिरियसली उम्, अलिकति सिरियस भएर क्या धेरै दिनपछि एउटा आफ्नो साथीलाई एउटा सम्झेको यसो गर्नुहोस् न यसो अलिकति तपाईँ कहाँ जानु भएको थियो म तपाईँलाई समथिङ यस्तो तपाईँले त भने बुझिसके तर म आफ्नै हिसाबले भन्छु नि फेरि ल यार टिकटक इज अल एभर द फन यार रमाइलोको लागि लगाउनुहोस् भन्नुहोस् ल जे हजुर तपाईँले त मलाई मायै मार्नु भयो नि किन म हत्यारा हो र यो हत्या बरु एकचोटि मर्छ म त पटक पटक मरेको छु तपाईँलाई देख्न नपाएर तिमीले भन्दा माया मार्ने चियाबारे चाहिँ आखिर ममा के नै थियो र सब कुरा थियो नि झगडा भन्ने कुरा खोइरहन्छ नि त अनि। भएको हो सबै प्रेममा त सहनशीलता पो हुनुपर्छ त अनि चियाबारे चाहिँ सहन त खोजेकै हो नि के गर्नु मुटुबाट धड्कनै नभएपछि यो मनबाट पीडा मात्र भएपछि के गर्नु यसरी नै घरिघरि हुँदो रहेछ कहिलेकाहीँ खुसी मात्र निन्द्रा पनि- दुःख पनि हुँदो रहेछ तपाईँले मलाई कति मिस गर्नुभयो चियाबाले चाहिँ कति भनौँ म बयानै गर्न सक्दिन यति मिस गरेको थिएँ पुरै छोडिदिनु यति धेरै सोच्न पनि सक्नुहुन्न तपाईँ आखिर मायाको परिभाषा के नै हो र पर्खाइ हो जस्तो लाग्छ मलाई त धेरै समयपछि मलाई पाएर यति समय मसँग बोल्न पाएर कतिको खुसी फिल भइरहेको छ नि त खुसीको सीमा छैन के भन्नु त यति खुसी छु कि त्यो म खुसी छु भनेर पनि भन्न सकेको छैन यति मात्रै खुसी छु कि यति बुझ्नुहोस् म धेरै खुसी छु ठिक छ यसरी नै रमाइलो गरौँला जिन्दगीमा हाँसो मजा गरौँला दुनियाँले जे भन्दा पनि सधैँ साथ दिनु माया गर्नु साथ दिनु सधैँभरि साथ दिन सक्छु होला भनेर तर के गर्नु धेरै काँडाहरू हुँदो रहेछन् त्यो काँडाले बिजाएपछि दुखेपछि त टाढा बस्नै पर्ने रहेछ कहिले काहीँ गुलाब टिप्दाखेरि त्यो काँडा बित्छ नि हातमा रगत आउँछ यस्तै नै भएको थियो मेरो मन पनि खोजेको थिएँ कहाँ आकाशको चन्द्रमा हेर्नलाई तर के गर्नु भुइँको धुलोले उडाएर लगिदियो मेरो सारा सपना बस्कर पगलीहरू लागि क्या 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 मेरे को मरवाएगी तू मलाई फेरि पनि मुया बस्यो केटा हो च्यावालीको स्माइलले मेरो मन जित्यो केटा हो एक्टिङमा त पिएचडी गरेकै हो च्यावालले एक्टिङमा त पिएचडी गरेकै हो है थ्याङ्क यू अनि च्यावाले चाहिँ हजुर म फेब्रुअरी 25 तारिकमा म पोखरा काठमाडौँ आउँदैछु हजुर यदि टाइम भयो भने परिवारसँग हामी यसो भेट्न आउँछ मिल्छ आउनु मिल्छ हुन्छ म तपाईँसँग टिकटक बनाउने हो ओके कुन गीतमा थाहा केटा कुन गीतमा यार 最后转一个眼吗？ रिसायो कि अन्तै माया मोड्यौ आज भोलि तिमीले हितमा नजर तोड्यौ रिसायो कि बिरायो कि अन्तै माया मोड्यौ भन्ने गीतमा बनाउने हुन्छ कि नै हुन्छ तपाईँलाई चाहिँ कुनै गीतमा बनाउने विचार छ कि नै मलाई हजुर मलाई कुन गीतमा
सोच्नुपर्छ भोलि भन्छु।你别笑。 चिया बेच्दै बनाउने अरे हो उहाँ कन्टेन्ट भनेको त्यही हो त नि हामी अनि टक्कर हामी असनमा आउनु म चिया बेच्न आउँछु अनि भिडियो त्यही खिचौँला असन। मैले किटली समाते जस्तो गर्छु ल हुन्छ हुन्छ। अब तपाईँले चाहिँ समात दिन फेरि अर्काको छोरी चेली 最 सम्मान त गर्नु पर्यो 赚一个演员吗？ अब चिया समाते जस्तो गर्ने यताउति दाउरो हो त ठिक छ अलि रमाइलो गरौँला भेटौँला पृथ्वी गोलो छ हजुर भेटघाट होला हुन्छ हुन्छ। त्यो मनले चाहे यो मनले चाहे के नहुन्छ होला र। एआईले सब गराइसक्यो के दाउरो गर्नु त 你别笑。 अहिलेसम्म भेट भएको छैन एआईले बिहा गराइदिइसक्यो छ्या औडा गरिदिने अयो हाँसो लाग्छ यार 最后赚一个演员吗？ ल अब के छ पनिसन आज तपाईँको डान्स गर्न पाएन त भनेको खै के छ डान्स गरी मुनु भन्नु न तपाईँ आज डान्स होइन एक्टिङै गरौँ होला हौ यो त डान्स त। एक्टिङ गरिदिने एक्टिङ गर्ने मानम कि म मानम कि तपाईँ र हाम्रो टक्क लगाएर यस्तो छ 你别笑。 तपाईँको आँखा छलेर म बाहिरी बाहिरी केटी मान्छेले भेट्न गएँ 最后 त्यति बेलाको आक्रोश 赚一个 भ्यालेन्टाइन डेमा तपाईँ बाटो हिँड्दाखेरि तपाईँको फोन आएकै गरेको तपाईँ श्रीमती म श्रीमान मानम सपोज बाटोमा हिँड्दै गर्दाखेरि डक्क लाएर यसो हिँडेको त पुरा म त पुरा केटीसँग पुरा झाडीतिर बसिरहेको डेटिङमा हो त्यसलाई 你别 तपाईँले अभिनयमा देखाउनुहोस् 笑。 को यो केटी तँलाई गर्न पठाओ मेरो मोबाइल अफ छ किन गरेको भने 最后赚一个演员。 रिसाले होइन रिसा तपाईँको रिस देखिनु पर्यो क्या यहाँ मानम कि म पुरा अरू केटीसँग पुरा डेटिङमा बसिरहेको छु पुरा पत्ता बवाल होइन ठ्याक्क त्यही बेलामा तपाईँ देख्नुभयो झलक्कै 81 इन्क्वायरी गरे बेलामा ल हो तपाईँले यो के गरेको यो के देख्दैछु म ए होइन कहाँ आउन मरिछ यो होइन म त होइन हे भगवान यो मान्छेले मलाई यस्तो ठुलो धोका यो केटीसँग यस्तो गर्ने तपाईँ हे भगवान घरमा श्रीमान बिग्रनको लागि छोरी मान्छेले हात हुन्छ हे भगवान मैले कुन दिनमा मैले यो आँखा किन मेरो फुटेन यो यस्तो दिन देख्नुको लागि रहेछ म आज यहाँ आइपुगेको होइन तपाईँलाई मैले केमा कमी राखेको थिएँ र यसरी चाँजो हिँड्नु पर्यो 10 वटा केटीसँग के हो किन बिहा गरेको यही गर्नु थियो र बिहा गरेको मलाई कत्रो साह्रो धोका आजकै दिन आज के हो भ्यालेन्टाइन डे हो यार भ्यालेन्टाइन च्यावल त घर बस्ने किन आएकी त यहाँ 81 आमामा छापा मार्ने पनि सीमा हुन्छ यार के हो यार मैले भनिरहेको थिएँ नि तपाईँको श्रीमान यस्तो छ भनेर मैले विश्वास नगरेको तर के गर्नु कोलीको त हामी पनि यसो घुम्नु पर्छ नि अलिकति यार के हो यार च्यावल यार आजकै दिन यस्तो देख्न पुगे मैले हे भगवान अब म बाँच्न सक्दिनँ यस्तो हेरी बाँच्न सक्दिनँ हे भगवान मैले किन आजकै दिन देख्न पर्यो यत्रो माया गरेको मान्छे म यत्रो तपाईको लागि भनेर म यहाँनिर सरप्राइज गिफ्ट किन्न गएको थिएँ यही बाटोमा तपाईँ भेटिनु पर्ने हे भगवान सरप्राइज गिफ्ट कति सोचेको थिएँ आजको दिन कति राम्रो गर्नुला भनेको आजकै दिन यस्तो भयो नरो चावली नरो खुसी देख्न सक्दिनँ भक्तसँग पनि कति केटी पछि लागेको हे भगवान बिहे गरेको मान्छेलाई यहाँ कुमार केटा यतिका छ यो केटीहरू के भएको यस्तो बिहे गरेको मान्छे पछि आएको नरो चावल नरो केटी मान्छे पछि लाग्छ मैले यसो मेरो के दोष मान्छेसँग फेला परे मैले यस्तो आँखा चलेर दुनियाँ गरेर हिँड्छ लगाउन दिन्छ यस्तो मान्छेसँग म कसरी हे भगवान मेरो किन भगवानले मलाई यस्तो साह्रो हेपेको दुःख दिएको
यस्तोसँगको भन्दा त बरु अब उपरान्त म यहाँ गर्ने छैन चियावाली अब उपरान्त म यहाँ गर्ने छैन चियावाली अब त सिधै डिभोर्स दिन्छु अब यही केटीसँग बिहे गर्नु अब त मैले छोडिदिएँ भोलि नि डिभोर्स हुन्छ अब